सूचना 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 नमस्ते लासु भ्यापुला झोर्लै भन्न चाहन्छु र हाम्रो चाहिँ बैरागी बाजे पिउठानी बैरागी बाजे पिउठानीको नामै काफी छ। भेलु बाजे हाम्रो पिउठानका अग्रज हाम्रो अहिले स्वर्गमा बास हुनुहुन्छ भेलु बाजेको गाउँठाउँको। हाम्रो बैरागी बाजे पिउठानीले चाहिँ अलसाको लागि भिडियो बनाउनु पर्यो भन्नुभएको छ। भिडियो चाहिँ प्रोग्रामको लागि नेपाली प्रोग्राम अन्तर्राष्ट्रिय हलपली सेवा समाज शाखा साउदी अरबले आयोजना गरेको प्रोग्राम जुन 6 तारिकको लागि चाहिँ जुन 6 तारिकको लागि ग्यादीहरू चाहिँ हाम्रो अलसाको ग्रुपले अलसामा कुनै दाजुभाइ तथा दिदीबहिनीहरू हुनुहुन्छ भने हजुरको टिमले स्वयं मेरो प्रोफाइलमा रहेको मोबाइल नम्बरमा कन्ट्याक्ट गरी हाम्रो कम्पनीमा यति जना छौँ भनेर चाहिँ मलाई इन्फर्म गर्नुभयो भने चाहिँ हजुरलाई चाहिँ हामीले गाडीको व्यवस्था अप डाउन अलसादेखि पनि हामीले माइक्रो नभए बस मान्छे धेरै भएपछि अप एन्ड डाउनको लागि फ्री सर्भिसको लागि हामीले अन्तर्राष्ट्रिय रोलपाली सेवा समाज शाखा साउदी अरबले आयोजित गरेको जुन 6 तारिक प्रोग्रामको अब्बल भब्बल चर्चा परिचर्चा हाम्रो चलेका अहिले अर्जुन सापकोटा राधिका हमाल दिजु उहाँहरूको लागि उहाँहरूको कार्यक्रम सोहरू हेर्नको लागि हजुरहरूलाई अलसा सेकेन्ड सनाया अनि अपकिक अलसा अपकिक सेकेन्ड सनाया खबर दमाममा चाहिँ हाम्रो गाडी लागेको छ र गाडी रहेको छ। गाडी रहने स्थान चाहिँ हाम्रो दमाम सिकुगार नेपाली फेन्सी छेउमा र खबरको त्यही हाम्रो नेपाल टुरिज्म ट्राभल खबर ट्राभल खोटाङ हलेसी छेउछाउमा र कुनै ठुला कम्पनीमा 10-15 जनादेखि माथि मान्छे हुनुहुन्छ भने हजुरको कम्पनी टु सर्भिसको लागि चाहिँ हाम्रो बसको व्यवस्था राखेका छौँ र यही आउँदो जुन 6 तारिकलाई नभुल्नु होला भन्न चाहन्छु। ईद शुक्रबार पनि परेको ईदको दिन पनि परेको शुक्रबारको दिनमा हजुरहरूलाई फ्री सर्भिसको लागि हाम्रो रोलपाली सेवा समाज शाखाले विपन्नित बालबालिकाको लागि चाहिँ हामीले केही कार्यक्रम आयोजना गरेका छौँ र यो कार्यक्रम जुन 6 तारिकको अब्बल भब्बल चर्चा परिचर्चा कलाकार सहित झुम्नुपर्छ झुमाउनुपर्छ रमाउनुपर्छ होइन। त्यसै कारणले चाहिँ हामी विभिन्न साउदी अरबका पूर्वी क्षेत्र दमामका विभिन्न सहर अलसा अपकिक सेकेन्ड सनाया खबर अल खबर अनि दमाम क्षेत्रमा हाम्रो गाडीको व्यवस्था सहित हाम्रो प्रोग्रामको लागि सिधा जान सक्नुहुनेछ। गाडीको सर्भिस फ्री सर्भिस गाडीको अप एन्ड डाउन। ओके, धन्यवाद। जय नेपाल, जय रोडपाली सेवा समाज शाखा साउदी अरब दमाम। धन्यवाद।